हेलो सबैजना चाहिँ नमस्ते शुभ बिहानी मिरमिरेसँगै म चाहिँ मुस्कान सानु बोलेको र त्यो के छ सन्चै हुनुहुन्छ होला एकदम म पनि सन्चै छु के छ त अरू के चलिरहेको दिन अरू हजुर कसरी बितिरहेछ एकदम ठिक छ भनौँ हैन बाँकी चाहिँ एकदम चलिरहेछ ल त आज पनि फेरि उठियो शुभ बिहानी सँगसँगै अब त्यही हो गाह्रो छ भनौँ यता पनि के गर्नु गाह्रो त अब के मान्नु छोरा मान्छे भएर चाहिँ अब गाह्रो साह्रो जे बन्छ कस्तो पर्छ त्यस्तै गर्नुपर्छ जिन्दगानी हो के गर्ने त अब होइन ठिक छ भनौँ ल फाइनली अब म चाहिँ लागेँ केटाहरू आउँदैछ पछाडिबाट ट्याक्क लगाएर अब गुलाब त के होला र यो साइड यसको फुल हो यार यसलाई के भन्छ होइन ट्याक्क लगाएर चाहिँ अब यसो आफ्नै पारामा हिँड्नु पऱ्यो मजासँग आज केटाहरूले चाहिँ 2-2 हजारको बाजी हाल्नुपर्छ छिटो आउनु पऱ्यो भनेर भन्दै थियो अहिले केटा 2000 हाल 4000 हाल हामी त रेडी हो भनेर भन्दै थियो अब के हुन्छन् केटाहरूले हेर्दै जाउँ अब है छन चाहिँ हाम्रो केटाहरू साह्रै अल्छिसक्यो घाम आउन्जेलसम्म सुतिन्छ पछि घाइ गर्छ साला कहाँदेखि हुन्छ यार अनि उठेर भाडबुड गरेर हिँड्नु पऱ्यो नि त केटा हो त्यस्तो पाराले कहाँ चल्छ र ट्याक्क मिहिनेत गरेपछि पो खाना मिल्छ मिहिनेत नगरेपछि कहाँ मिल्ने हो त अब अरूले गरिदिएको मिहिनेतमा सजिलो हुन्छ गाह्रो छ होइन र त्यही भएर अलि मर्निङमै उठेर हिँडौँ भन्दाखेरि केटाहरू सुन्दैन चाहन्छु भने आज मेरो फेसबुक मित्रहरू जोडिनु भएको फेसबुकमा चाहिँ सबैजनालाई चाहिँ होइन अनि के भन्न चाहन्छु भन्दाखेरि यति मिहिनेत गरिन्छ भिडियो बनाउनको लागि होइन यसो ट्याग लगाएर लाइक भ्युज पनि आउनु पऱ्यो यार लाइक यस्तो तरिकाले त अब के हुन्थ्यो होला र होइन त्यही पनि अब सकेसम्म गरिन्छ नसकेको त के नै हुन्थ्यो र होइन त्यही भएर पनि अब हजुरहरूले चाहिँ जसरी भने मलाई सपोर्ट गरिदिनु पऱ्यो एकदम माया गरिदिनु पऱ्यो होइन यत्रो मेरो फेसबुकमा जोडिनु भएको मित्रहरू हुनुहुन्छ उहाँहरूले चाहिँ हेर्नुहुन्छ होला सबैले पनि होइन सल्लाह सुझाव दिँदै जानुहोस् मैले त्यही अनुसार गर्दै जाने हो होइन गर्नु चाहिँ आफ्नो तरिकाले गर्ने हो अब उहाँले चाहिँ माया दिने हो होइन माया दिनु चाहिँ हो माया दिएपछि अब एकदम एउटा इमोसन जोस भन्ने चिज आउँछ मान्छे एकदम गर्नलाई चाहिँ अझै अलग्गै फिल हुँदो रहेछ होइन त्यो फिल चाहिँ हजुरहरूले चाहिँ पक्कै पनि मलाई दिनुपर्छ होइन फिल चाहिँ एकदम आउनु जरुरी छ त्यही भएर पनि एकदम ठिक छ भनौँ यहाँ चाहिँ सर लगाएर केटा होइन यतातिर पनि दामीसँग एकदम मस्त रुखहरू फुलिरहेछ बवाल छ एकदम यहाँको दृश्य पनि होइन ठिक छ भनौँ अब त्यही हो अगाडि हिँड्दैछु पैदल यात्रा हो आज चाहिँ जोगिङ गर्दै हिँड्नुपर्छ गाडीमा हिँड्दै त सारा के गाडी यार गाडीले त एकदम बाहा गाडी बनाइदिइहाल्छ मान्छेलाई हेर्नुहोस् है त्यही भएर हल्का चाहिँ हिँड्नु अति आवश्यकता छ एकदम मान्छेमाथि होइन त्यही भएर परदेशको ठाउँ हो यस्तै हो चलिरहेको छ ठिक छ भनौँ एकजना भाइले चाहिँ फोन हानेको थियो केटाहरूलाई फोन गर्नु पऱ्यो भन्दै थियो कति टाइम पो लगाउँछ गाँठे यार आज समय पनि लास्ट चाहिँ हुन आँट्यो कति बज्यो 7 भइसक्यो के गर्छ केटाहरूले ट्याक्क लगाएर अब म चाहिँ हिँड्दै अगाडि गइरहेको अवस्थामा हो चाहिँ एकदम हुनु जरुरी अति नै आवश्यकता हुन्छ होइन अब मिहिनेत दुःख गरेर जसरी अब एउटा आश भरोसा हुन्छ नि त त्यो माथि चाहिँ मान्छेले गर्छ होइन सबभन्दा भगवान् भनेको त आफ्नो फेसबुकमा जोडिएको मित्रहरू नै हो उहाँहरूले नै चाहिँ हामीलाई अगाडि बढाउने हो होइन उहाँहरूको साथ सपोर्ट भएन त अनि कसरी यो जिन्दगी अगाडि चल्छ त एउटा इमोसन जोस जागर भन्ने चिज त एकदम मान्छेमाथि आउनुपर्छ नि त त्यो चाहिँ एकदम आउनु बहुत जरुरी हो होइन जसरी भन्छ यो भिडियोलाई चाहिँ हेरेर हजुरहरूले चाहिँ माया जसरी पनि गरिदिनु होला सपोर्ट गरिदिनु होला फलो गरिदिनु होला है शुभ बिहानीसँगै म पनि दर्शनको लागि निस्केको थिएँ
महादेवको चाहिँ दर्शन गरेर चाहिँ निस्किनुपर्छ। यहाँनिर चाहिँ साम मन्दिर छ होइन, दर्शन गर्नु त्यो जब कुरा हो। हर हर महादेव, जय जय भोलेनाथ, जय शिव शङ्कर भोलेनाथ। हर हर महादेव, जय शिव शङ्कर भोलेनाथ, हर हर महादेव, जय शिव जय भोलेनाथ। फाइनली केटा चोकनिर चाहिँ पुग्यो। अब त्यो चोकमा पुग्नुलाई पनि चाहिँ अझ टाइम छ यार, सरर धेरै छ अझ ल है। त फाइनली केटा आज खासै भिडभाड त छैन, बजारमा पनि मान्छेहरू कमै छ। अब त्यही हो लाग्यो, त्यही हो, माया चाहिँ गरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला, फलो गरिदिनु होला मेरो दुःख मेहनतलाई चाहिँ है। हस्त दबाई ओके सेयर छ। जय नेपाल।